हजुर नमस्ते आज मैले एउटा चिज लिएर आएको छु कतिलाई यो चिजको नाम पनि थाहा छैन तर तपाईँले यो चिज नलेखेको हुन्छ यो चिज चाहिँ इम्पोर्टेन्ट चिज हो महत्त्वपूर्ण चिज यो चिज सब जुनसुकै बेलामा पनि अब घुम्न हेर्नुहोस् यो यस्तो सूची भएको चिज हो यसलाई झाडी भनिन्छ यो झाडी चाहिँ विशेष गरी मान्छे मरेको बेलामा कानमा बसेको बेलामा युज गर्ने चिज हो यसमा पानी ल्याएर पानी खाने यसले नै लगाएर नुहाउने गरिन्छ यो यस्तो चिज हो यो चिजलाई सब कोहीलाई चाहिँ यसको नाम पनि थाहा हुँदैन यो चिज पनि कस्तो हुन्छ भन्ने थाहा हुँदैन तर यो चिज धेरै इम्पोर्टेन्ट छ महत्त्वपूर्ण छ यसको विशेषता महत्त्वपूर्ण छ यो चिज चाहिँ परापूर्वकालदेखि नै यस्तो चिजमा पानी बोकेर ल्याएर बाडादेखि पानी बोकेर ल्याएर त्यो यस्तो काममा बसेको बेलामा खाने र यो यसले पानी लगाएर यसैबाट नुहाउने काम गरिन्छ यसको केही रहस्य होला कस्तो गरेको होला यो तामाको हुन्छ तर हुन त पितलकोमा पनि युज गर्न त तर पितलको भन्दा तामाको अति उत्तम हो र यो चिज पनि हामीसँग उपलब्ध छ हजुरलाई चाहिएको अवस्थामा सम्पर्क गर्नु होला रिजनेबल प्राइसमा पाउन सक्नुहुन्छ